साथसाथै म ट्रान्सपोर्टमा चेयरम्यान पनि हो। म सबै कम्पनीमा भिजिट गर्दैछु। अस्ति एउटा कम्पनीको गएर अस्ति नर्थ इस्टमा पनि गएँ। म सबै कम्पनीमा भिजिट गर्दै त्यही अब के कसो हो भनेर एक दुईवटा कुराहरू मलाई पनि जान्ने इच्छा थियो। विशेष गरी हाम्रो सामान्य मुख्यमन्त्री पीएस गोले सरले 15,000 जुन स्यालेरी बनाएको थियो त्यो तपाईँहरूले पाउनुहुँदैछ? त्यसमा तपाईँहरू दुःखी हुनुहुन्छ खुसी हुनुहुन्छ? दुःखी छ अन्त त्यसमा अर्को कुरा चाहिँ जुन चाहिँ अब यहाँ लेबर कन्ट्राक्ट मैले बोलाएको छु म्यानेजमेन्ट छ। अब जुन चाहिँ हामीले नोटिफाइड कुराहरू छ, हामीले जुन चाहिँ हामीले लेबर डिपार्टमेन्टबाट नोटिस इस्यु गरेको कुराहरू छ त्यो फेसिलिटिजहरू तपाईँले पाउनु भएको छ कि छैन? जस्तै अब बैनी योजना जस्तै हामीले सेनिटरी प्याडदेखि लिएर हामीले के अरे अलग त्यो एडभाइजरी उयो के अरे तपाईँहरूको कम्प्लेन बक्सहरू हुनुपर्छ। त्यो बाहेक तपाईँहरूको अब जुन प्रकारको अहिले के अरे अब जुन चाहिँ सेक्सन हेडहरूसँग तपाईँहरूको तालमेलहरू भित्रभित्र त राम्रै होला, तपाईँहरूलाई त्यस्तो मिसिदिएको त छैन होला के छ? म त सबै लेबर कन्ट्राक्टरहरू कोअपरेटिभ छ तपाईँहरूलाई? राम्रो छ। म यही एउटा जान्न अर्को कुरा चाहिँ के हो भने अब त्यो माहौल अब त्यस्तै हुन्छ। अब इलेक्सन पनि आइसक्यो है, कतै अब तपाईँहरू अब 15,000 पाउन दुःखी छ कि खुसी छ कि यो पनि जान्नु जरुरी छ। र अब तपाईँ सायद सरकारमा खुसी नै हुनुहुन्छ र योपालि सायदै तपाईँहरू जस्तै काम गर्नेहरूको 4जना कि 6जना उहाँहरू एमबिबिएस सरकारले पढाइदिनेछ है। अनि कतिजनालाई इभन इन्जिनियरिङ पनि सरकारले नै पढाइदिन्छ, फ्री अफ कस्ट पढाइदिन्छ। कतिजना त अब डक्टर भएर आउनेवाला छ, कति एईहरू भएर आउनेवाला छ। यो सबै सरकारले फ्री अफ कस्ट पढाइ खर्चदेखि लिएर तपाईँहरूको उयो के अरे त्यहाँ बस्ने होस्टेल फिजहरू सबै सरकारले नै बेर गर्दछ। र यो चाहिँ के हो भने सायद पहिलोपल्ट होला जसमा चाहिँ जस्तो तल्लो दर्जाको पनि हाम्रो त सिक्किमको झुक्नु पऱ्यो, उहाँहरूको पनि त्यस्तै स्थिति परेको खण्डमा चाहिँ यदि सेन्सारकोमा त्यो काममा पुग्यो भने चाहिँ त्यो टोटली स्पोन्सर चाहिँ त्यो सिक्किम सरकारले नै गर्दछ। झन् गर्दा योपालि निकै नै गएको छ। अनि त्यसमा चाहिँ एमबिबिएसमा लेडिज अलिकति ज्यादा गएको छ, तर वर्कर्सहरूकै तपाईँहरूकै महाजनको जो नानीहरू छ उहाँहरू नै गएर फ्री अफ कस्ट बाहिरतिर एमबिबिएस र बिई सिभिल इन्जिनियरहरू पनि गर्दैछ है। अब माहौल अब राजनीतिक मतलब अब इलेक्सन आइसक्यो, अब कम्पनीले कोअपरेट गरिरहेको छ, बिचराहरू उहाँको लस बियर गरेर कताबाट पनि गरिरहेको छ। अब लेबर कन्ट्राक्टर तपाईँहरू कोअपरेट गरिरहेछ भने अब समय अब त्यस्तै हो। अब यो यति बेला कहाँनिर कसले के झिल्का भेट्दैला, कहाँ आगो लाग्ला, त्यसमा अलिक होसियार